हेलो एभ्रिवान वेलकम टु माई च्यानल 2082 सालको यो हाम्रो महान पर्व दसैँको सम्पूर्णलाई शुभकामना भन्न चाहन्छु। फर्स्ट अफ अल त अब हुन्छ नि हाम्रो गाउँघरमा चाहिँ हाम्रो सबै भाइखलकमा टिका लाउने चलन छ के यो चाहिँ मेरो हस्बेन्डको गाउँतिरको भाइखलक हो है। भाइखलक भाइ समाजमा है सबैको घरमा गएर टिका लगाएर यसरी आशिष लिने चलन छ के यो थोरै क्लिप है मेरो है सम्पूर्णलाई फेरि पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु है दसैँको है। एकदम दुर्गा माताले आशिषमा राखिसक्नुभयो है। हरेकको घरमा मेरो सासू ससुरा पर्नेको हरेकको घरमा गएर यसरी आशिष लिएँ है। यो दसैँमा चाहिँ यो चाहिँ मेरो फर्स्ट टाइम हो है। मैले अब मेरो विवाह भएको त 7 वर्ष ओभर भइसक्यो है। हाम्रो चाहिँ ढोकभेट नगरेको कारणले है हाम्रो गुरुङहरूको चाहिँ चलन चाहिँ के छ भने पनि पहिला हाम्रो विवाह यतिकै गऱ्यो भने पनि है ढोकभेट गर्नुपर्छ के है। रीतिरिवाज अनुसार ढोकभेट नगरिकन चाहिँ हामी यो भाइखलकमा टिका लाउन नजाने भनेर गएको थिएन के है। अनि पोहोर चाहिँ मेरो ढोकभेट गरेको थियो नि त। त्यसपछि चाहिँ मैले योपालि चाहिँ फर्स्ट टाइम मेरो हस्बेन्डको गाउँमा गएर हरेकको घरमा गएर आशिष लिन सक्षम भयो कि है। खुसी लागेको छ है। यसरी नै यो चाहिँ मेरो आमाको बहिनीको घरमा हो है। मेरो भाइखलकको सम्पूर्ण टिका लगाइसकेपछि चाहिँ मेरो आमाको बहिनीको घरमा पनि लगाएको थियो। काका हो उहाँ चाहिँ है। गाउँमा लगाएर हिँड्दा राति भइसक्यो। त्यो दिन चाहिँ म गाउँमै बसेँ है। अनि त्यसपछि त्यसको भोलि बिहान चाहिँ उठेर म तल बेसी सहर झरेँ है। लमजुङको सदरमुकाम है बेसी सहर चाहिँ। अनि मेरो साइला ससुरा हुनुहुन्छ उहाँ चाहिँ साइला ससुराको घर गएर यसरी टिका लगाएँ। साइला ससुराको हातबाट टिका लगाएर अनि फर्स्ट टाइम है अनि आशिष लिएँ है। अनि चाहिँ साइली सासू है। त्यसपछि त्यो दिनमै फेरि म दिउँसो गाउँ आएँ। यो चाहिँ मेरो आमा है। मेरो गाउँ ज्यारखङ है म जन्मेको घर है। आमाकोबाट नि एकदम आशिष लिएँ है। त्यसपछि चाहिँ मेरो बाबाको भाइखलक सम्पूर्ण मेरो माइती भाइखलकमा टिका लगाउँदै हिँडेँ। राति त भइसकेको थियो तर सबैको घरै टिका लगाउँदै हिँडेँ है। यता चाहिँ मेरो बाबाको भाइ है त्यसरी सबै खलकमा लगाइसकेँ। अरू सबै क्लिप त हाल्न सकेन। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो।